एलेक्स, नेपाल भन्ने बित्तिकै धेरैको दिमागमा सगरमाथा र अग्ला हिमालहरू आउँछन्। तर वास्तवमा नेपालको कथा यी हिमालहरूभन्दा पनि कैयौं गुणा पुरानो र रहस्यमय छ। यो त भनौँ न मिथक र इतिहासको एउटा यस्तो गजबको पहेँली हो जसलाई आज हामी सँगै मिलेर खोतल्ने कोसिस गर्नेछौँ। एकदम सही भन्यो एलेक्स। र यो प्रश्नको जवाफ खोज्ने सबैभन्दा राम्रो तरिका भनेको यसको सुरुवातबाटै सुरु गर्नु हो। अनि कुनै पनि कथाको सुरुवात कहाँबाट हुन्छ? त्यसको नामबाट। नेपालको कथा पनि यहीँबाट सुरु हुन्छ, किनभने यो नेपाल भन्ने नाम नै आफैमा एउटा ठूलो रहस्य हो। हो नि, सुन्दा कति सामान्य लाग्छ, नेपाल नाम कसरी रह्यो, तर यसको कुनै एउटै सिधा जवाफ छैन। अचम्मको कुरा त के छ भने यो नामको पछाडि थुप्रै सिद्धान्तहरू छन् र हरेक सिद्धान्तको आफ्नै रोचक कथा छ। ल, त्यसो भए के हुन् त ती सिद्धान्तहरू? हेरौँ है त। एउटा सिद्धान्तले हामीलाई तिब्बततिर लैजान्छ। त्यहाँ नेको अर्थ उन र पालको अर्थ घर हुन्छ रे, भनेपछि उनको घर। अर्को एकदमै प्रचलित सिद्धान्त नेवार समुदायसँग जोडिएको छ। उहाँहरूको भाषामा नेपाको अर्थ हो मध्य क्षेत्रको देश। अनि फेरि लेप्चा समुदायको आफ्नै धारणा छ। उनीहरूका लागि यो एक पवित्र गुफा हो। र हिन्दू पौराणिक कथामा त ने नामका एक ऋषिले यो भूमिको संरक्षण गरेकोले नेपाल भनिएको भन्ने छ। कति फरक कथाहरू, होइन त? हरेक कथाले नेपालको सांस्कृतिक विविधतालाई नै झल्काउँछ। यी सबै सिद्धान्तहरूमध्ये एउटा कथा चाहिँ असाध्यै नाटकीय र रोचक छ। त्यो हो बौद्ध किंवदन्ती। एकछिन सोचौँ त, काठमाडौँ उपत्यका कुनै बेला एउटा विशाल ताल थियो रे, अनि देवता मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडोलाई काटेर त्यो तालको सबै पानी बाहिर पठाइदिनु भयो। त्यसपछि मात्रै त्यो उपत्यका बस्न लायक भयो। अनि त्यही भूमिलाई ने नामका ऋषिले संरक्षण गर्नुभयो। हो, त्यसैले नेद्वारा पालित अर्थात् नेपाल हुन गयो भन्ने विश्वास छ। कथा जस्तो भए पनि सुन्दा कस्तो गजब लाग्छ है। खैर, नामको रहस्य त आफ्नै ठाउँमा छ, तर अब अलि फरक प्रश्नतर्फ लागौँ। यो भूमिलाई आफ्नो घर बनाउने पहिलो मानिसहरू चाहिँ को थिए त? अब मिथक र कथाहरूबाट अलिकति बाहिर निस्केर वास्तविक प्रमाणहरूले के भन्छन् त्यतातिर जाउँ। एलेक्स, पुरातात्विक खोजहरूले त हामीलाई इतिहास लेखिनुभन्दा पनि धेरै पछाडि लैजान्छन्। जस्तो कि शिवालिकको पहाडहरूमा ढुङ्गे युगका हतियार र औजारहरू भेटिएका छन्। यसले के देखाउँछ भने यहाँ हजारौं हजार वर्ष पहिलेदेखि नै मानिसहरूको बसोबास थियो। अनि समय बित्दै जाँदा दुईवटा ठूला बसाइसराईका लहरहरू देखिए। एउटा उत्तरको पठारबाट तिब्बती बर्मेली समुदायका मानिसहरू पहाडी भेगमा आए, अनि अर्को दक्षिणको गङ्गाको मैदानबाट इन्डो आर्यन समूहहरू तराई हुँदै भित्रिए। हो, यहीँबाट नै नेपालको त्यो विविधतापूर्ण बहुजातीय समाजको जग बसेको देखिन्छ। अब हामी इतिहासको एउटा यस्तो खण्डमा प्रवेश गर्दैछौँ जहाँ तथ्यभन्दा कथाहरू बढी शक्तिशाली छन्। हो, हामी कुरा गर्दैछौँ पौराणिक कालको। यो एउटा यस्तो समय हो जहाँका शासकहरूको बारेमा हामीलाई लिखित शिलालेख वा प्रमाणबाट भन्दा पनि महाकाव्य र वंशवृक्ष अर्थात् वंशावलीहरूबाट थाहा हुन्छ। यी पौराणिक कथाहरू अनुसार नेपालमा शासन गर्ने पहिलो राजवंशहरू को थिए त? उनीहरू थिए गोपाल वंशी। नामैले प्रष्ट छ, गोपाल अर्थात् गाई पाल्नेहरू। भनिन्छ उनीहरू नै यहाँका पहिलो शासक थिए। अनि उनीहरूलाई कसले पछ्यायो? महिषपाल वंशीले अर्थात् भैँसी पाल्नेहरूले। यसले त्यो बेलाको समाज कति धेरै कृषि र पशुपालनमा निर्भर थियो भन्ने कुरा प्रष्ट पार्छ, होइन र? तर एकछिन है, नेपालको प्राचीन इतिहास भनेको राजा महाराजाहरूको मात्र कथा होइन। गोपाल र महिषपाल वंशपछि एउटा यस्तो समूहको उदय भयो जो बिल्कुलै फरक थियो। उनीहरू थिए शाक्यहरू। उनीहरू किन फरक थिए? किनभने उनीहरूले वंशको आधारमा चल्ने राजतन्त्र होइन, एउटा स्वतन्त्र गणराज्य बनाएका थिए। सोच्नुस् त, त्यहाँ शासक छान्ने गर्थ्यो। त्यो जमानाको लागि त एउटा क्रान्तिकारी सोच थियो, साँच्ची नै। अनि त्यही शाक्य गणराज्यले विश्वलाई नै एउटा यस्तो महान व्यक्तित्व दियो जसको प्रभाव आजसम्म पनि छ। शाक्य मुनि, यो शब्दको अर्थ हो शाक्यहरूका ऋषि। र यो उपाधि कसलाई दिएको थियो? सिद्धार्थ गौतमलाई, जो पछि गएर भगवान बुद्ध बन्नुभयो। हो, यसरी नै बुद्ध र नेपालको यो प्राचीन भूमिको सम्बन्ध कहिल्यै नटुट्ने गरी जोडिएको छ। त्यसो भए आजको यो छलफलको अन्त्यमा एउटा गहिरो प्रश्न सोच्नको लागि छोडेर जाउँ। यी सबै कुराहरू, पौराणिक कथाहरू, विभिन्न समुदायको बसाइसराई अनि यी ऋषि राजाहरूको इतिहास,
यी सबै तह तह मिलेर बनेको जगले आजको आधुनिक नेपालको पहिचानलाई कसरी आकार दिएको होला? यो एउटा यस्तो प्रश्न हो जसले हामी सबैलाई आफ्नो जरातिर फर्केर हेर्न र सोच्न बाध्य बनाउँछ।